नेपालको पपुलर युट्युबर र टिकटकर मिकासाको बारेमा आज हामी चर्चा गर्नेछौँ। यस भिडियोमा उहाँको एज, युट्युब इन्कम, क्वालिफिकेसन, हबिज, फ्यामिली र उहाँको बोयफ्रेन्डको बारेमा पनि आज हामी चर्चा गर्नेछौँ। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल SM Vlog 94। म यस्तै खाले भिडियोहरू लगाउने गर्छु। यदि हजुरहरू मिकासाको फ्यान हुनुहुन्छ भने यस भिडियोलाई एक लाइक गरी च्यानललाई सब्स्क्राइब गर्नुहोला। यदि यस भिडियोमा कुनै गल्ती हुन गएमा हामीलाई उक्त गल्तीहरू कमेन्टमा भनिदिनु होला। साथै उक्त गल्तीहरूप्रति माफी माग्दै आजको भिडियोलाई स्वीकार गरिदिनु होला। अब कुरा गरौँ उहाँको पर्सनल बायोग्राफीको बारेमा। उहाँको पपुलर नाम मिकासा हो भने पहिला टुबी गेमरको गर्लफ्रेन्ड भनेर चिनेको थियौँ र उहाँको पुर्ख्यौली घर झापा हो भने हाल काठमाडौँमा बस्नुहुन्छ र उहाँको जन्म विक्रमसम्म 2059 सालमा भएको थियो भने हाल 22 इयर्स ओल्डको हुनुहुन्छ र उहाँको हाइट 5.3 इन्च रहेको छ भने उहाँको बडी वेट चाहिँ 55 केजी रहेको छ। यसका साथै उहाँको हबिज गेमर र युट्युबर हो भने उहाँको क्वालिफिकेसन ब्याचलर कम्प्लिट रहेको छ। अब कुरा गरौँ उहाँको फ्यामिलीको बारेमा। उहाँको फ्यामिलीमा मम्मी, बाबा, बहिनी र भाइ गरी उहाँसँग जम्मा 5 जना हुनुहुन्छ भने उहाँ पहिलो सन्तान अर्थात् जेठी छोरी हो। अब कुरा गरौँ उहाँको युट्युब च्यानलको बारेमा। उहाँले नोभेम्बर 25, 2020 मा आफ्नो युट्युब च्यानल खोल्नु भएको थियो भने हालसम्म उहाँको च्यानलमा 270 वटा भिडियोहरू रहेको छ। यसका साथै उहाँको च्यानलले 88 करोड 3,24,018 भ्युज गेन गरिसकेको छ भने 3,60,000 सब्सक्राइबर पनि गेन गरिसकेको छ। अब कुरा गरौँ उहाँको टिकटक एकाउन्टको बारेमा। उहाँको टिकटक एकाउन्टमा 5.4 मिलियन लाइक रहेको छ भने 51,500 फलोवर्स रहेको छ। अब कुरा गरौँ उहाँको युट्युब इन्कमको बारेमा। यो इन्कममा रियालिटी छैन। हामी उहाँको एभरेज भ्युजलाई टार्गेट गर्ने हो भने पर मन्थ 2,50,000 देखि 4 लाखसम्म अनुमान गर्न सक्छौँ। साथीहरू, यतिन्जेलसम्म हजुरहरूले सब्स्क्राइब गर्नुभएको छैन भने एक लाइक गरी च्यानललाई सब्स्क्राइब गर्नुहोला। अब कुरा गरौँ उहाँको बोयफ्रेन्डको बारेमा। साथीहरू, हामी धेरैजनालाई थाहा छ होला मिकासा एक गेमर हुनुहुन्थ्यो भनेर। सुरुमा उहाँले आफ्नो च्यानलमा गेमिङ गरेको भिडियो लाउने गर्नुहुन्थ्यो र उहाँलाई टुबी गेमरको गर्लफ्रेन्ड भनेर पनि चिन्ने गरिन्थ्यो, किनभने उहाँ टुबी गेमरको च्यानलबाट नै चल्नु भएको थियो। तर बिस्तारै समयको अन्तराल सँगसँगै मिकासा र टुबी छुट्टिन पुग्यो र आफ्नो आफ्नो लाइफमा रमाउन थाले। यसै गरी मिकासा अहिले फुड मिकासा भएको छ। यसको मतलब उहाँले आफ्नो च्यानलमा इटिङ भिडियोहरू लाउने गर्नुहुन्छ र अहिले उहाँको आफ्नो बोयफ्रेन्ड पनि रहेको छ जसको नाम हो दिपजङ छेत्री। फिलहाल उहाँहरू अहिले रिलेसनसिपमा हुनुहुन्छ। उहाँको बारेमा नेक्स्ट कुनै अपडेट भएमा हामी तपाईहरूलाई पक्कै जानकारी गर्नेछौँ। साथीहरू, यो थियो मिकासाको बायोग्राफी। बोल्दै जाँदा काहीँ कतै मिस्टेक हुन गएमा हामी क्षमा चाहन्छौँ। यतिन्जेलसम्म भिडियो हेरेर साथ दिनुहुने हजुरहरूलाई थ्याङ्क यू सो मच भन्दै हजुरहरूले सब्स्क्राइब गर्नुभयो होला भन्ने आशाको साथमा म पनि बिदा चाहन्छु। नमस्कार।